हेलो साथीहरू, आज हामी जमेको फेभिक्विक्सलाई पगाल्ने कोसिस गर्दैछौँ। त्यसको लागि हामीले यसको जमेको बोतलभित्र यसको जुन प्वालभित्र हामीले पेट्रोल हाल्ने पर्ने हुन्छ। पेट्रोलभित्र पछाडिसकेपछि केही समयसम्म त्यत्तिकै छोडिदिने। त्यस पछाडि भित्र त्यो पेट्रोलले रियाक्सन गरे पश्चात हाम्रो फेभिक्विक पुनः जमेकोबाट पुनः काम गर्ने सम्भावना हुन्छ। त्यसको लागि तपाईहरू पनि भिडियोमा देखाए अनुसार तयार गर्नुहोला, आफ्नो अगाडि गराउनु होला। अहिले हामीले यस गरे पश्चात हामीसँग चप्किसकेको छ।